करेन्ट लागेको छ उहाँलाई। ल हेर्नुहोस् त, करेन्ट लागेको व्यक्तिलाई हामीले पहिला सुरुमा यो तारलाई हटाइदिनु पर्यो, स्विचलाई अफ गर्नु पर्यो यहाँनिर है। र अब उहाँलाई हामीले तुरुन्तै रेस्पोन्स चेक गर्नु पर्यो। करेन्ट लागेको व्यक्तिलाई विभिन्न चिजहरू गरिन्छ, मुखमा केही हाल्ने, पानीहरू हाल्ने बिल्कुलै नगर्नुहोस्, पानी सेप्ने ओढ्ने। कपडा टाइटहरू छ भनेदेखि खोलिदिने हल्का, र ओपन एयरवेज गरिदिने, सुरुमै सिरानी नराख्ने। र अरू केही गर्नु पर्दैन। तपाईँहरूले घाउ चोट छ भने हेर्ने, रगतहरू बगेको छ भने ब्यान्डेज लगाइहाल्ने, र छैन भनेदेखि मजाले खुट्टालाई चाहिँ यसरी यति उठाएर एबाउट 30 सेन्टिमिटर, एक हातभन्दा अलिकति माथि जति यति राखेर चाहिँ हामीले खुट्टालाई चाहिँ माथि नै गरिराख्ने। र यो गर्दाखेरिमा उहाँलाई होस आयो भने ठिक छ, खुट्टा तल राखिदिने, आएन भने अस्पताल लाँदासम्म खुट्टा माथि नै गरेर लाने। यही नै एउटा उपाय हो करेन्टबाट बचाउन। किन भन्दा रगत चाहिँ करेन्टले सोसिसकेको हुन्छ उहाँको, त्यो कारणले चाहिँ हामीले तल जुन पनि शरीरको तल्लो पार्टमा भएको रगतलाई चाहिँ ब्रेनमा, दिमागमा पुर्याउनलाई चाहिँ यो प्रक्रिया गरेको। र यो गर्नाले के त हामीले सहज तरिकाले अस्पतालसम्म जिउँदो पुर्याउन सक्छौँ।